यूहन्ना अध्याय 4 1 देखि 26 सम्म वचन हेर्नेछौँ है त। यस कारण यूहन्नाले भन्दा येशूले बेसी चेलाहरू बनाउनु भयो र बप्तिस्मा दिनुभयो भन्ने कुरा फारिसीहरूले सुनेछन् भनी जब प्रभुले थाहा पाउनु भयो। हामीले यूहन्ना अध्याय 3 को 22 देखि यता हामीले हेर्यौँ भने देख्छौँ त्यहाँनिर अब बिस्तारै यूहन्नाको सेवाकाई चाहिँ ओझेलमा पर्दै गइराखेको हुन्छ। उनी अझै जेलमा परेको हुँदैनन्, तर यता प्रभुको पछाडि धेरै मान्छेहरू लाग्दै गइराखेको हुन्छन्। इनफ्याक्ट बप्तिस्मा दिने यूहन्नाको आफ्नै चेलाहरू पनि जसै गरेर बप्तिस्मा दिने यूहन्नाले ख्रीष्टको गवाही दिएका हुन्छन्, उहाँ चाहिँ परमेश्वरको थुमा हुनुहुन्छ, पुत्र हुनुहुन्छ भनेर उनका चेलाहरू पनि ख्रीष्टको पछि लागिराखेका हुन्छन्। अनि यहुदियाको मुलुकमा चाहिँ के गरिराख्नु भएको हुन्छ भन्दाखेरि इनफ्याक्ट प्रभु येशू ख्रीष्ट आफैले त बप्तिस्मा दिनुभएको हुँदैन, तर उहाँका चेलाहरूले दिइराखेको हुन्छन्। जुन कुरा तपाईँले यूहन्ना अध्याय 4 को 2 पदमा तपाईँले देख्नुहुनेछ, अनि त्यो घटना चाहिँ यहुदियामा भइराखेको हुन्छ अध्याय 3 को 22 देखि तल। अनि त्यहाँनिर भइराखेको हुन्छ। अनि त्यहाँनिर हुँदै गर्दाखेरि सेवाकाई बढ्दैछ। अनि फारिसीहरूलाई के भयो रे भन्दाखेरि प्रभुको येशू सेवाकाई चाहिँ बढ्दैछ भन्ने कुरा चाहिँ उनीहरूले सुने। यहुदिया फेरि त्यतिखेर फारिसीहरूको एकदमै अखाडाको ठाउँ हो त्यहाँनिर, सुन्नुहोस् है। अनि प्रभुले अब यहाँनिर हल्ला चल्यो, सेवाकाई फैलियो, फारिसीहरू आउँछन्, हुने नहुने न्यु खोज्छन् फेरि। त्यस कारणले यो लफडामा किन परिराख्नु, बरु सेवाकाई अगाडि बढाउनु छ भनेर उहाँ चाहिँ के गर्नुहुन्छ भन्दाखेरि फेरि उहाँ कहाँ जानुहुन्छ अरे भन्दाखेरि यूहन्ना अध्याय 4 को 3 मा तब उहाँले यहुदिया छोड्नुभयो र उहाँ फेरि गालिलमा जानुभयो भन्दैछ। गालिल भनेको कहाँ भन्दाखेरि यूहन्नाको अध्याय 2 मा जानेर परमेश्वरले पानीलाई बदलेर के अरे दाख मध्य बनाउनु भएको थियो, त्यस ठाउँमा फेरि त्यहाँनिर जानुहुन्छ। त्यहाँनिर जाँदाखेरि के हुन्छ त यहाँनिर हेर्नुहोस्। अब प्रभु गालिलमा जाँदै हुनुहुन्छ अनि उहाँलाई सामरियाबाट भएर जानु परेको थियो भन्छ। सामरियाबाट प्रभु प्रवेश गरेर चाहिँ जाँदै हुनुहुन्छ। अनि पुरानो नियमलाई, उत्पत्तिलाई हैन, यहोशूलाई हामीले हेर्यो भने चाहिँ, राजाको पुस्तकहरूलाई हेर्यो भने चाहिँ के भएको हुन्छ भन्दाखेरि उत्पत्तिको अध्याय 48 मा, उत्पत्तिको अध्याय 33 मा, 33 को 19, 48 को 22, यहोशू अध्याय 24 मा, दोस्रो राजाको आई थिंक 14 पदमा, 14 अध्यायमा होला, त्यहाँनिर हेर्यो भने यहाँनिर चाहिँ के भएको हुन्छ भन्दाखेरि यो यसलाई सेकेम भनेर भनिन्छ। यो क्षेत्रलाई चिनिन्छ। ओम्री भन्ने एउटा दुष्ट राजाले चाहिँ पछाडि यही क्षेत्रमा चाहिँ सामरिया भन्ने के अरे ठाउँलाई चाहिँ उनले जब के अरे 22 र 24 राज्य जस्तो नेपालमा जब इजरायलीको राज्यहरू टुक्रेर 10 वटा र 2टा, 10 वटा कुल एकातिर, 2टा कुल एकातिर भएर राज्य विभाजन हुन्छ, त्यसपछि चाहिँ यो सामरिया भन्ने ठाउँलाई चाहिँ त्यो राजाले राजधानी बनाएको हुन्छ। अनि यो ठाउँमा चाहिँ फेरि के पनि हुन्छ भन्दाखेरि बचेकुचेका त्यतिखेर मानिसहरू अन्य जातिहरूसँग विवाह गरेर छोराछोरीहरू जन्माउने हैन। अनि त्यसपछि चाहिँ यतातिर यहुदिया मुलुकका यहुदीहरूले चाहिँ उनीहरूलाई नराम्रो नजरले हेर्ने हुन्छ। तिमीहरू चाहिँ ठिमा भइगएको, हामी जस्तो शुद्ध यहुदी होइनौ तिमीहरू भन्नुभन्दा पनि पछि त के हुन्छ फेरि त्यहाँ गेरेसिमको डाँडामा उनीहरूले फेरि अर्को मन्दिर पनि बनाइहाल्छन्। तिमी यहुदीहरूले मात्रै भगवान पुज्ने हो र, परमेश्वर पुज्ने हो र, हामीले पनि पुज्छौँ भरे फेरि अन्य जातिहरूसँग मिलेर उनीहरूले इङ्ग्लिसमा जेनस समथिङ भन्छ, त्यो देवताको मन्दिर बनाइदिएको हुन्छ क्या उनीहरूले। त्यस कारणले गर्दा उनीहरूको बिचमा दुश्मनी हुन्छ, राम्रो मान्दैनन् उनीहरूले। तर पनि सामरियाका मानिसहरू चाहिँ के हुन्छ भन्दाखेरि यो क्षेत्र, यो सामरियाको मुलुक हाम्रा बुवा याकुबले दिएको हो। यो 48 को 22 मा, उत्पत्तिको 48 को 22 मा योसेफलाई दिएको हुन्छ। अनि उनीहरूले पनि सामरीको मान्छेले पनि के भन्छ भन्दाखेरि हाम्रो पिता पुर्खाहरू पनि याकुब नै हो है, हामी पनि त्यहीबाट आएको भनेर उसले भनेको हुन्छ।
4 पदमा उहाँलाई सामरियाबाट भएर जानु परेको थियो। तब याकुबले आफ्नो छोरा युसुफलाई दिएको जमिनको छेउमा सुखार भनिने सामरियाको सहरमा येशू ख्रीष्ट आउनुभयो भन्छ। सुखार भन्ने ठाउँमा आयो भन्छ येशू ख्रीष्ट त्यहाँनिर। अनि यो ठाउँबाट सुन्नुहोस् है, मान्छेहरू यहाँबाट अब ओहोरदोहोर गर्ने बेला यहुदीहरूले चाहिँ यो बाटोलाई सकेसम्म त्याग्थ्यो भन्छ। सिधै जाने बेला 1 घन्टा लाग्छ भने बरु घुमेर 4 घन्टा लगाएर जान्थ्यो अरे। जतिसक्दो यो ठाउँलाई चाहिँ उनीहरूले त्यागेर। तर ख्रीष्ट चाहिँ सिधै जानुभयो भन्छ। अनि गएर कहाँ जानुभयो अरे भन्दाखेरि सुखार भनिने ठाउँमा जानुभयो भन्छ। अनि त्यहाँनिर चाहिँ के थियो अरे भन्दाखेरि याकुबको इनार थियो भन्छ। अब हामीले याकुबको इनार, याकुबले इनारै बनाएको त हामीले ठ्याक्कै त हामीले थाहा पाउँदैनौँ। तर तपाईँले उत्पत्तिको अध्याय 33लाई तपाईँले हेर्नुभयो भने त्यतिखेर उनी जब उनको ससुरालीबाट उनी फर्किँदै हुन्छन्, पछि फेरि यो ठाउँमा चाहिँ उनीहरू बसेको जग्गा किनेको भन्ने कुराहरू हामीले देख्छौँ। तर ठ्याक्कै कुवा खन्यो भन्ने कुरा चाहिँ देख्दैनौँ। तर त्यतिखेर यिनले आफ्ना मानिसहरू पशुपन्छीहरूको लागि कुवा बनाए होलान्। त्यस कारणले यहाँनिर भन्छ त्यहाँनिर चाहिँ याकुबले बनाएको इनार थियो। अनि यस इनारमा येशूले यात्रा गर्दा थकित भएर यस इनारमा बस्नुभयो। समय प्राय 6 बजेको थियो भन्छ। अब यहाँनिर अचम्म हुँदैछ है, सुन्नुहोस् है। यो वचनको शिक्षा भनेको चाहिँ येशू ख्रीष्ट को हुनुहुन्छ भनेर हो वास्तवमा। यहाँ सुन्नुहोस् है। अब मोटिभेसन गर्नको लागि, अब कठैभरि भन्नको लागि हामीले अब वचनलाई यो दिदी केन्द्रित पारेर बोल्दाखेरि भइजान्छ। तर शिक्षा के हो त? येशू ख्रीष्ट को, उहाँले के सिकाउँदै हुनुहुन्छ भनेर बुझ्नको लागि चाहिँ हामी ख्रीष्ट केन्द्रित नै हुनुपर्छ। त्यसकारण यो याकुबले दिएको जमिनमा अथवा याकुबबाटै होइन, उसले याकुबको कुराहरू गर्छ। अनि त्यहाँनिर याकुबको इनार थियो अरे, त्यहाँनिर आएर येशू ख्रीष्ट थकित भएर त्यस इनारमा बस्नुभयो। समय प्राय 6 बजेको थियो र थाकेको कारणले गर्दाखेरि के गर्नुभयो भन्दाखेरि उहाँ केमा रे इनारको छेउमा बस्नुभयो। त्यस कारणले हेर्नुहोस्, संसारमा मानिसले धार्मिकी संस्थाहरू खडा गर्ला। मान्छेले संसारमा जतिसुकै धार्मिकीपनमा म धर्मी छु, म आत्मिकी छु भने पनि यदि साँचो गरेर परमेश्वरलाई चिनेको छैन भने उनीहरूले विभाजन ल्याउने मात्रै हो, विखण्ड पार्ने मात्रै हो। तिमी अशुद्ध, हामी शुद्ध भन्ने, आफूलाई अलग राख्ने जुन झुटा शिक्षकहरूले एकदमै गर्छ यो कुरा। तर प्रभु येशू ख्रीष्टले हामीलाई चाहिँ के गर्नु भएको छ भन्दाखेरि तिमीहरू संसारमा जाऊ भन्नुभएको छ। हामी संसारको जस्तो हामी हुने होइन, तर संसारमा सुसमाचारको ज्योति लगेर चाहिँ हामी जाने हो। प्रभु हामी भित्र हुनुहुन्छ, शक्ति र अधिकार उहाँले हामीलाई दिनुभएको छ। संसारले हामीलाई जित्नु सक्दैन, तर हामी सुसमाचार लिएर संसारमा जान्छौँ। सुसमाचारले संस्कृति, परम्परा, रीतिरिवाज, रहनसहन, धर्मकर्म सबैलाई जित्छ क्या। सबैभन्दा ठुलो कुरा यो। अनि येशू ख्रीष्टले पनि आज यहुदीहरूले त्याग्ने कुरा होइन, उनीहरूले घिनाउने कुरा, उनीहरूले मन नपराउने कुरा, तिमीहरू यी सामरी, तिमीहरू यस्तो त्यस्तो भन्ने कुरा, सबै कुरालाई नागेर चाहिँ उहाँ चाहिँ कहाँ जानुभयो त भन्दाखेरि त्यस ठाउँमा जानुभयो। अनि यहाँनिर अचम्मको कुरा भइराखेको छ। सुसमाचारले यी सबै कुराहरूलाई जित्छ। सुसमाचारले यस्ता बाधा, विघ्न, अडचनहरूलाई चाहिँ पार गर्छ। सुसमाचार धेरै ठुलो कुरा हो। नजानिने शिक्षा, गलत शिक्षा, धर्म कर्मको भेष र भूषा, नक्कली धार्मिकताले आज समाजलाई तोड्छ, बेग्लै बनाउँछ, अलग अलग पार्छ भने सुसमाचारले चाहिँ हामीलाई जोड्छ क्या। झुटा शिक्षकहरूले राम्रो धर्म कर्मको धेरै भेष देखाउने, मान्छे खेर्ने, थिचोमिचो गर्ने, लुट्ने, शिकार गर्ने कामै त्यही हो। तर लिभिङ अफ चर्चको सेवाका चाहिँ हामीले यसरी निर्माण गर्दैछौँ। हामी संसारमा छौँ तर प्रभुका हौँ। अनि हामी सबै ठाउँमा चाहिँ सुसमाचार पुर्याउनु पर्छ। यो कुराहरू हामीले बुझ्नुपर्छ। म तपाईँलाई पछि बुझाउँछु। हामी त्यो पृष्ठभूमिबाट आएका मान्छे हौँ। संस्कृति के हो, रीतिरिवाज के हो, धर्म कर्म चाहिँ के हो, कुन कुरालाई चाहिँ हामीले अलगाएर हामी कसरी चाहिँ सुसमाचार चाहिँ प्रचार गर्ने भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। नत्र हामी पनि फेरि झुटो शिक्षक भइजान्छ है। भुटानको पैसा चाहिँ यति सोर्ने, अनि फेरि भुटानको झन्डामा त ड्रागन छ है भनेर गफ लाउने। फेरि यस्तो शिक्षा हामीले धेरै देखेको छ।
बोरामा भएको चामल चाहिँ हँसुर्ने, बोरामा चाहिँ फेरि त्रिशुलको चिन्ह देख्यो भने अबुई मसन आयो भुतायो भनेर झस्किने फेरि हो। यसरी फटाउँछ मान्छेलाई। वचन चाहिँ थाहा छैन, शिक्षा चाहिँ थाहा छैन, धर्म कर्मका भेष देखाउनेहरूले। तर सुसमाचार भनेको धेरै शक्तिशाली कुरा हो, जसले यस्ता कुराहरूलाई तोडिदिन्छ अनि उद्धार र मुक्तिको कुरा चाहिँ के हो भन्ने कुरा चाहिँ देखाइदिन्छ। हेर्नुहोस् है, त्यही भएर हामीले यहाँनिर 1देखि 6मा चाहिँ प्रभु येशू ख्रीष्टले यो सबै कुरालाई जितेर जानुभएको कुरा हामीले देख्छौँ। अब त्यहाँ के भयो त? अचम्मको कुरा के भयो भन्दाखेरि यस ठाउँमा, यस कुवामा सामरियाबाट एउटा स्त्री, नाम थाहा छैन कोन उनी पानी भर्न आइन्। मलाई पानी पिन देऊ भनेर चाहिँ भन्नुभयो। उहाँ आफैले कुरा सुरु गर्नुभयो। यहाँनिर हामी के देख्छौँ भन्दाखेरि नि, सुन्नुहोस् है, यो दिदीले आफ्नो शरीरको तिर्खा मेट्नको लागि पानी लिन आएको हामीले देख्छौँ। याकुबले पनि कुवा बनाइदिए आफ्नो मानिसहरूलाई, शाखा सन्तानलाई, पशु प्राणीहरूलाई शरीरकै तिर्खा मेटाउनको लागि पानी दिए। तर यो वचन अध्ययन गर्दै गर्दाखेरि हामीले यस्तो कुरा यहाँनिर देख्छौँ कि प्रभु येशू ख्रीष्ट यी याकुब भन्दा, यी पुर्खा भन्दा पनि महान परमेश्वर हुनुहुन्छ, जसले शरीरको तिर्खा मेटाउने पानी मात्रै होइन, अनन्त जीवनको पानी चाहिँ दिनुहुन्छ। तिर्खा लागे पानी त जति पनि खाइन्छ हौ, तर तिर्खा लाँदा खाने पानीले हृदयको चोट निको पार्दैन त? यहाँको पाप पखाल्दैन त? पखाल्छ? तिर्खा लाग्दा खाने पानीले मान्छेलाई परिवर्तन गर्छ? तिर्खा लाग्दा खाने पानीले मान्छेको शरम, लाज, बेइज्जतबाट उद्धार र मुक्ति दिन्छ, छुटकारा दिन्छ? तिर्खा लाग्दा खाने पानीले मानिसको घाउ र चोटलाई निको पार्छ? आज संसारमा नि मानिसहरूले प्रतिस्पर्धा गरिराखेको, कसैले केसको कुवाबाट पिउनु खोज्छ, कसैले केसको कुवाबाट पिउनु खोज्छ, कहिले कसको कुवाबाट पिउनु खोज्छ। तर भित्र भने घाइते, चोट, पीडा, दुःख, अशान्ति, छटपट्टिमा तडपिराखेको हुन्छ क्या मान्छे। भित्र मान्छे निको छैन। अनि बाहिर चाहिँ धन, सम्पत्ति, सक्सेस, सफलता, सम्बन्ध, यता गर्दा पनि निको हुन्छ कि, यो मान्छेलाई माया गर्दा पनि निको हुन्छ कि, त्यो मान्छेलाई माया गर्दा पनि म निको हुन्छु कि, विभिन्न ठाउँबाट आज मानिसले पिउन खोजिराखेको छ, पि पनि राखेको छ, र पनि भित्र मान्छे टुटेर हिँडिराखेको छ। किन त? किन भन्दाखेरि नि, जुन कुराले निको पार्छ नि, जुन कुराले हामीलाई सन्तुष्ट बनाउँछ, जुन कुरा जीवन हो, त्यो कुरा चाहिँ मानिसले त्याग्छ क्या, व्यवस्था गर्छ। अनि त्यो कुरा चाहिँ केवल परमेश्वरमा मात्रै छ। जीवनलाई पुरा सन्तुष्टता दिने, अनन्तको जीवन दिने, अनन्तको पानी हामीलाई तृप्त बनाउने, त्यो चाहिँ केवल परमेश्वरले मात्रै गर्नुहुन्छ र त्यो उहाँसँग मात्रै छ। धन, पैसा, सफलता, करियर, सम्बन्ध, सोसल मिडिया, टिकटक, फेसबुक, युट्युब, रमाइलो, कहिले कुण्डाँडा, कहिले कुण्डाडा, कहिले कहाँ, कहिले पौडी, कहिले कहाँ, कहिले के, दारू, पानी, क्लब, बार, डिस्को, जति पिए पनि हुन्छ क्या। तर पिउने मानिस भित्रबाट निको भएको कहिल्यै देखिँदैन। किन? कारण हामीलाई अनन्तको लागि सन्तुष्ट पार्ने औषधि चाहिँ नभेटेको क्या। भेटेर पनि व्यवस्था गरेको, आँखा यताउता लगाइबसेको। अनि यसरी मानिसलाई तृप्त पार्ने, अनन्तको जीवन दिने, अनन्तको पानी चाहिँ येशू ख्रीष्ट मात्रै हुनुहुन्छ भनेर यहाँनिर देखिन्छ। जीवित पानी चाहिँ उहाँले मात्रै दिनुहुन्छ। यो कुरा चाहिँ यहाँनिर देख्छ हामीले। अनि यो दिदी बिचारा पानी त कति पिइन् के, जहिले एक्लै लुक्दै बिचारा मान्छेले देख्छन् कि भनेर यो दिदी कसैले नदेख्ने बेला चाहिँ त्यो कुवामा पानी भर्न आउँथ्यो भन्छ। कारण किन? पछि हामीले थाहा पाउँछौँ। यो दिदीले अर्कोसँग पनि बिहा गरेर के भयो अरे थाहा छैन, या त छुट्यो या त श्रीमान मर्यो, फेरि अर्कोसँग बिहा गर्यो, फेरि अर्कोसँग बिहा गर्यो। दुःख लाग्ने घटना घटेको छ।
यो केटासँग हुँदा पो मेरो जिन्दगी खुसी हुन्छ कि, यो केटासँग जाँदाखेरि पो मेरो जिन्दगी सन्तुष्ट हुन्छ कि, मैले खुसी मैले खोजेको सुख मैले पाउँछु कि। फेरि के भयो, सम्बन्ध टुट्यो, या बुढा मर्यो, फेरि अर्कोसँग गयो, गर्दा गर्दा 5 वटा भइसक्यो भन्छ। अनि अब पनि बसिराखेको चाहिँ बिहे चाहिँ गरेको होइन र लिभिङ टुगेदर गरेको भन्छ। पानी के यो दिदीले पिएनन् होला र, यो दिदीलाई तिर्खा त कति लाग्यो नि, तर पनि जिन्दगीमा सन्तुष्टता यो दिदीले भेटेको छैन। अनि यो दिदीलाई चाहिँ भेट्न चाहिँ येशू ख्रीष्ट आउनु भएको छ। आज तपाईँ हामी यहाँनिर छौँ कि बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि नि, परमेश्वरले हामीलाई नि, हामी हिजोको दिनमा जहाँ थियौँ, जस्तो थियौँ, जुन खाडलमा थियौँ, जुन तिर्खाको बाटोमा हामी हिँडिराखेको थियौँ, यस्तो गर्दा पो जिन्दगी राम्रो हुन्छ कि, यस्तो गर्दा पो जिन्दगीमा सन्तुष्टता हुन्छ कि, यस्तो गर्दा पो जिन्दगीमा मैले खुसी पाउँछु कि भनेर छटपटेर हिँडिराखेको बेला जिन्दगीको विभिन्न ठाउँबाट, खाडलबाट, कहाँनिरको कुन कुवाबाट चाहिँ परमेश्वरले हामीलाई बचाउनु भएको छ के, हामीमा पनि गवाही छ। तर कुरा के भन्दाखेरि, हिजो यता यूहन्नाको अध्याय 3 मा प्रभुले निकोदिमसलाई पनि स्वागत गर्नुभयो, प्रश्न गर्न दिनुभयो भने यता प्रभु आफूले खोज्दै पनि जानुहुन्छ। संसारमा मानिसहरू जस्तो सुकै टुटेको, फुटेको, बिग्रेको, भत्किएको, लाज, श्रम, बेइज्जतको पछाडि लुके तापनि, जस्तो सुकै कालो अन्धकारको पछाडि श्रममा लुके तापनि, ती मानिसहरूलाई परमेश्वरले त्यही भेट्नुहुन्छ क्या। यो दिदीलाई येशू ख्रीष्टले तिमी यरुशलेम आऊ ल, त्यहाँ मन्दिर छ, त्यहाँ पुजारी छन्, त्यहाँ अगमवक्ता छ भनी बस्नु भएन। तर प्रभु जानुभयो त्यो दिदीलाई त्यही ठाउँमा भेट्न जहाँ उहाँ हुनुहुन्थ्यो। हामीलाई पनि त्यसै गरी बचाउनु भएको छ है प्रभुले। हामी सबैको जीवनको गवाही छन् यहाँनिर। अनि अहिले दिनदिनै प्रभुले हामीलाई चिनाइराख्नु भएको छ। Jesus meets people even in the darkest place wherever they are. प्रभु येशू ख्रीष्टले जस्तो सुकै ठाउँमा मानिस भए तापनि, अन्धकार कोठामा टिकटक खेलाएर बसिरहेको भए तापनि उहाँलाई भेट्नुहुन्छ। उहाँको हात छोटो छैन, उहाँलाई बचाउनुहुन्छ। हेर्नुहोस् है, कतिपटक समाज विभाजन भएको हुनाले, गलत शिक्षाको कारणले हामीले बेला बेला आफैलाई पनि अलग पार्न खोज्छौँ। हामी त एकदम धर्मी मानिस हो, हामी हेलमेलमा हुनु हुँदैन। हामीले दानियल, सद्रक, मेसाक, अबेदनागो, यर्मिया, पावल, पत्रुसहरूबाट गहिरो शिक्षा सिक्नुपर्छ। हामी संसारको ढाँचामा चल्ने होइन, संसार जस्तो हुने होइन, तर संसारलाई चिरफार चाहिँ हामीले गरेर अगाडि चाहिँ बढ्नुपर्छ। सुसमाचारको सेवा छ त्यो। अनि यहाँनिर पनि येशू ख्रीष्ट यो दिदीलाई पर्खिराख्नु भएको हुन्छ र यो दिदी आउँछ। दिएपछि के गर्नुहुन्छ भन्दाखेरि मलाई पानी देऊ। माई गॉड, अनन्तको परमेश्वर, अनन्तको जीवन दिने मुक्तिदाता, अनन्तको वचन, अनन्तको जीवन दिने जीवनको पानीको मूल एउटा लाज, श्रम, टुटेको फुटेको दिदीसँग भेटेर बात गर्दैछ है। हामीसँग यस्तो भए त अचम्मै हुन्थ्यो होला। प्रभु साक्षात यसरी बात गर्दा त शरीरको तिर्खा मेटाउनको लागि पानी लिन आएको दिदीसँग अनन्तको जीवन दिने, जीवित पानी दिने, जीवनको मूल र स्रोत मालिक त्यो परमेश्वर आज देहमा भएर त्यो दिदीसँग बात गर्दै हुनुहुन्छ। कस्तो अचम्मको कुरा हो यो। यहुदीले त्यागे, संसारले त्यागे उसलाई। यो त बुढा फेर्दै हिँड्दै, बेबिचारे दिदी अहिले पनि कोसँग बसेको छ, लिभिङ टुगेदरमा बसेको छ कि, यो त खत्तम मानिस है भनेर संसारले हेला गर्ने। त्यही भएर बिचारा कसैले नदेख्ने बेला एक्लै जान्छ कुवामा पानी लिनु। तर फारिसी होइन, साधुकी होइन, अगमवक्ता होइन, अनन्तको जीवन दिने परमेश्वर खुद दिदीसँग बोल्दैछ। परमेश्वरले यस्ता बाधा अडचनहरू सबैलाई जितेर पनि हामीलाई बचाउनुहुन्छ।
छिछि र गिनगिन र दुधुर गर्ने भए हिजो हामी धर्म कर्मबाट हुर्किराखेको मानिसलाई प्रभुले किन बचाउनु पर्यो हामीलाई? प्रभु महान हुनुहुन्छ। यहुदीलाई मात्रै होइन, सामरीलाई पनि परमेश्वरले बचाउनुहुन्छ, प्रेम गर्नुहुन्छ। प्रभु येशू ख्रीष्ट गोरेहरूको मात्रै होइन, हाम्रो पनि हो। सारा ब्रह्माण्डको प्रभु चाहिँ उहाँ हुनुहुन्छ। अनि भन्नुहुन्छ मलाई पानी देऊ। यतिखेर चाहिँ चेलाहरू सहरमा खानेकुरा गएका थिए, उहाँ एक्लै हुनुहुन्थ्यो। अनि तब सामरियाको त्यस स्त्रीले उहाँलाई भने, नाम छैन, सामरीको दिदी स्त्री के भन्छ, यहुदी भएर म एउटी सामरी स्त्रीबाट कसरी पानी माग्नुहुन्छ हौ तपाईँले? किन भन्दाखेरि यहुदीहरूले उनीहरूलाई घृणा गर्थे, जुन कुरा हामीले 9मा देख्छौँ अलि तल। किनभने यहुदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनथे। हामी त व्यवस्था जानेको, अगमवक्ता जानेको, हाम्रो हातमा बाइबल छ, तिमी को हौ र? तर यिनीहरूको इतिहासलाई हेर्दाखेरि यिनीहरूले पनि उत्पत्ति, प्रस्थान, लेवी, गन्ती, व्यवस्थाको कुराहरू चाहिँ पढ्थे भन्छ है। किनकि दिदीले भन्दैछ हाम्रो पुर्खा चाहिँ याकुब हो है भन्दैछ अघि। त्यो भएर यहाँनिर चाहिँ पक्षपात छ, भेदभाव छ। अनि दिदीले भन्छ म एउटी सामरी महिलासँग तिमी यहुदी पुरुषले कसरी पानी माग्छौ? एक त पहिले लाज, रम, बेइज्जत, विभिन्न कुराबाट टुटेको फुटेको, त्यही माथि पनि यहुदीहरूले देख्दाखेरि छिछि र गिनगिन र दुधुर गर्ने। प्रभु येशू ख्रीष्टले सुसमाचार र जीवनको कुरा लगेर जाँदै हुनुहुन्छ। अनि पानी देऊ न भन्दाखेरि उसलाई पुरानै घाउ कोटिन्छ क्या। तिमी यहुदीहरूले त हामीलाई छिछि र दुर गर्छौ त, किन चाहे तिमीलाई पानी? कतिपटक यस्तै हुन्छ हामीलाई पनि। तर येशूले जवाफ दिएर भन्नुभयो, यदि तिमीले परमेश्वरको दान जानेकी भए मलाई पानी पिउन देऊ भनी तिमीलाई भन्ने को हो चिनेको भए तिमीले उनीसित माग्ने थियौ, उनले तिमीलाई जिउँदो पानी दिने थिए, जीवित पानी दिने थिए तिमीले तिनलाई। तिम्रो अगाडि बसेर यहाँ को बोल्दैछ नि त्यसलाई चिनेको भए, यो चाहिँ परमेश्वरको दान हो भन्छ। परमेश्वरले संसारलाई पठाइदिएको पुत्र, परमेश्वरले संसारलाई प्रेम गरेर दिएको पुत्र, कि मानिसले विश्वास गरोस् ताकि उसमा जीवन होस् भनेर पठाइदिएको पुत्र। यसलाई तिमीले चिनेको भए नि तिमी सामरीको दिदी, तिमीले पानी त उससँग पो माग्ने थियौ। त्यही पनि कस्तो पानी रे भन्दाखेरि जिउँदो पानी। अब एकछिन खायो तिर्खा लागिहाल्ने होइन। संसारको पानी खाइन्छ, हामी फेरि शरीरमा मरेर गइन्छ। तर जीवित पानी दिने थिए तिमीले, जसले तिमीलाई सदाको लागि जीवन दिने थियो। अनि दिदीले भन्छ हजुर तपाईँसँग उगाउने त केही त छैन, त्यो इनार चाहिँ गहिरो छ, हाम्रो पुर्खाले दिएको, याकुबले दिएको। तपाईँले त्यहाँबाट त्यो जिउँदो पानी कसरी, तब तपाईँले कहाँबाट त्यो जिउँदो पानी पाउनुहुन्छ? येशू ख्रीष्टले यहाँनिर जीवनको कुरा गर्दै हुनुहुन्छ, आध्यात्मिक कुरा होइन, प्रभुमा बाँच्ने कुरा, उद्धार र मुक्तिको कुरा गर्दै हुनुहुन्छ। तर दिदीले अझै पनि आँखाले देखिने कुरा गर्दैछ क्या। त्यो भएर नेपाली मण्डलीहरूमा, अमेरिकन मण्डलीमा पनि हामी ख्रिस्ट चाहिँ भन्छौँ बेला बेलामा, हामीले नाम लिन्छौँ प्राय गरेर। तर वास्तवमा शिक्षा के हो, उद्धार र मुक्तिको जीवन के हो, कुरा के हो हामीलाई थाहा हुँदैन क्या। प्रभुको नाममा हामीले भौतिक कुराहरू खोजेर हिँडिराखेको हुन्छ। त्यही भएर हो समाजमा गाह्रो साह्रो, त्यही भएर हो परिवारमा साह्रो, त्यही भएर हो सम्बन्धमा साह्रो, त्यही भएर हामीले समाजमा बिग्रेका भत्केका टुटेका कुराहरू देख्नु, पुनर्स्थापना नहुनु, पुनर्मिलन नहुनु, मानिस पश्चाताप गरेर नफर्किनु। कारण के त? शिक्षा थाहा छैन। धेरै जस्तो जम्मै खमिर पसिसकेको छ मान्छेहरूमा। खमिरे शिक्षाले के गर्छ त? मान्छेलाई खमिरै बनाउँछ। अनि नाउँ त लियो, वचनको शिक्षा थाहा छैन, बुझेको छैन, अनि उही भौतिक कुराहरू खोजी हिँडेको हुन्छ। पापबाट पश्चाताप गर्नु छैन, अनन्त जीवनमा फर्किनु छैन, प्रभु मेरो नाममा यो दिनुहोस् न, ल यो दिनु न, यो दिनु न, त्यो दिनु न। अनि दिदीले भौतिक कुरा गरिरहेछ, तपाईँसँग उगाउने त छैन, कसरी चाहिँ त्यो जीवनको पानी तपाईँले दिनुहुन्छ? तपाईँसँग केही पनि छैन भने के तपाईँ हाम्रा पुर्खा याकुबभन्दा महान हुनुहुन्छ भनेर भन्छ यहाँनिर। यूहन्ना अध्याय 1को 51मा हामीले देखेका थियौँ, मैले तिमीलाई अघि तिमी पर अन्जिरको बुटामा हुँदै थियौ भन्दै गर्दा तिमीले मलाई विश्वास गर्यौ। स्वर्ग र पृथ्वी, स्वर्गदूतहरू, स्वर्ग
चढेको, पृथ्वी ओर्लेको, योभन्दा पनि ठुला महान काम तिमीले देख्नेछौ भनेर चाहिँ नथानिएललाई परमेश्वरले भन्नुभएको थियो। अब यहाँनिर देख्छौँ हामीले प्रभु याकुब भन्दा पनि ठुलो भएको। दिदीले दाग लाउँदैछ, तपाईँ हाम्रो याकुब भन्दा ठुलो हो? याकुबले दिएको यो पानीको कुवा, याकुब हाम्रो पुर्खा हुन्, तपाईँ त को हो र? दिदीले भन्छ के तपाईँ हाम्रो पुर्खा याकुब भन्दा महान हुनुहुन्छ? हाम्रो याकुबले अथवा पुर्खाले यसैबाट पिउनु भयो र उहाँको सन्तानहरू र उहाँको गाउँ बस्तीलाई पनि दिनुभएको। तर येशूले जवाफ दिएर भन्नुभयो, यस पानीबाट पिउने नि हरेक फेरि तिर्खाउनेछ, तर जसले त्यस पानीबाट पिउला जुन पानी म उसलाई दिनेछु ऊ कहिल्यै पनि तिर्खाउने छैन। यो पानीले तिम्रो एकछिनको लागि तिर्खा प्यास त मेटाउला कि तिमीलाई जिन्दगीभरिको अनन्त जीवनको प्यास मेटिने, तिर्खा मेटिने त्यो सन्तुष्टि, त्यो आनन्द, त्यो जीवन दिँदैन हो तिमीलाई। तर त्यस पानी, जुन पानी म दिन्छु, जसले त्यो पिउला त्यो पानी उभित्र अनन्त जीवनका निम्ति उम्रिरहने पानीको मुहान बन्नेछ। दिदीले यो पानी कति पियो, उसको तिर्खा कति मेटियो, हरेक दिन पानी लिन आउँछ, र पनि भित्र त रित्तै छ त, खाली छ। साँचो जीवन के हो भनेको थाहै छैन। बाहिर जतिसुकै याकुबलाई चिनेको छु, उत्पत्ति, लेवी, प्रस्थान, गन्ती, व्यवस्था पढेको छु, जानेको, जतिसुकै दाग लाए पनि भित्र घाउ छ, चोट छ, निको भएको छैन, बेइज्जत छ, शर्म छ, समाजबाट लुकेर हिँड्छ बिचरा। कसैले देख्छ कि भनेर, बा देख्यो भने 5वटा श्रीमान भएको केटी है भनेर भनिदिइहाल्छ कि भन्ने डर छ। अनि भन्दै हुनुहुन्छ यो पानीबाट पिउने मान्छे त फेरि तिर्खाइहाल्छ हौ। यो पानीले जिन्दगीमा शान्ति दिँदैन त, एकछिन मात्रै प्यास मेटाउने। मान्छेको जीवनको अशान्तिलाई यो पानीको तिर्खाले जित्दैन। यो पानीको तिर्खाले प्यास त मेटिएला, तिम्रो मनमा भएको खिन्नता, दोष, शर्मको भारी हट्दैन। बाहिरको तिर्खा मेटेला, भित्र तिमी त्यस्तै हो, बदलिन सक्दैनौ। केले बदल्ने तिमीलाई? नयाँ जीवन केले दिने? यही पानी जसलाई म त्यो पानी दिन्छु, जसले त्यो पिउला त्यो कहिल्यै तिर्खाउने छैन, र त्यो पानी चाहिँ उभित्र अनन्त जीवनका निम्ति हुन्छ भन्छ। त्यो पानी चाख्ने मानिस जीवनभरिको लागि सन्तुष्ट हुन्छ, निको हुन्छ, ऊ बाँच्छ। संसारको परिस्थितिले कस्तो गराउला उसलाई थाहा छैन, तर ऊ प्रभुमा बलियो भएर जिउँछ। उसले आफ्नो जीवनलाई पाउँछ, जीवनलाई बुझ्छ उसले। अनि त्यस स्त्रीले यस्तो भन्छ, हजुर मलाई यही पानी दिनुहोस् न त, म नतिर्खाउँ न त, म यहाँ पानी भर्न पनि नआऊ हो भन्छ। यस्तो आशिष त कसलाई मन पर्दैन हौ? सबैलाई मनपर्छ नि। म पनि चाहन्छु नि, यो त चाहँदैन? तपाईँ चाहनुहुन्न? संसारलाई सबैलाई चाहिएको छ यस्तो तिर्खा मेटाउने, अनन्तको जीवनको तिर्खा मेटाउने, अनन्तको जीवनको सन्तुष्टि, आनन्द, अनन्तको जीवनको पानी को मान्छेलाई चाहिएको छैन? सबैलाई चाहिएको छ। अनि त्यो पानी चाहिँ केवल परमेश्वर प्रभु येशू ख्रीष्टले मात्रै दिनुहुन्छ। धन, पैसा, सफलता, धर्म, कर्म, रीति रिवाज, संस्कृति कसैले पनि दिँदैन के, सक्दैन हो। मान्छे लड्दै झगडा गर्दा दुश्मनीको भावना बगेर मरिजान्छ, फेरि भन्न कहिले छोड्दैन म विश्वासी हो। गाह्रो छ हेर्नुहोस्। सुसमाचार त अचम्मको आशिष हो। प्रभु अचम्मको आशिष हुनुहुन्छ। जति बुझ्यो त्यति मिठो हुन्छ है यो कुरा। दिदीलाई चाह्यो अब यस्तो कुरा, छक्क पर्यो, दिनुहोस् न त मलाई, त्यसो भए म यहाँ पानी भएर पनि आउँदैन हो भन्छ। प्रभु येशू ख्रीष्टले यो पानी दिनुहुन्छ। मलाई आशा छ हामीले पिएका छौँ होला, चाखेका छौँ होला, यो पानी बुझेका छौँ होला। यो पानीलाई हामी सन्तुष्ट त छौँ होला येशूमा। येशूलाई चिनेका मानिसहरू आज येशूले पुगेको छैन, विभिन्न थोकहरू खोज्दैछ भने, आफ्नो अनन्त जीवनको सन्तुष्टतालाई विभिन्न कुरासँग नाप्दैछ भने वास्तवमा त्यो मानिस येशूमा अगाएको छैन, येशूलाई चिनेकै छैन मानिसले। फर्किनुपर्छ। अनि अब दिदीलाई यो पानी चाहियो, प्रभुले नाइ त भन्नु न, दिनुहुन्छ। तर प्रभुले के गर्नुहुन्छ भन्दाखेरि यो दिदीलाई हेर्नुहोस्, पहिला जाऊ आफ्नो पतिलाई बोलाऊ अनि यहाँ आऊ। दिदीले भन्छ मेरा पति छैनन्,
अघि पिता पुर्खा याकुब सारा धाक लाउँदै थियो होइन। अब सुन्नुहोस् है, छैनन् मेरा पति, अब झुट बोल्न थाल्यो। प्रभु जति नजिक जाँदै हुनुहुन्छ, जति उसँग एकदम नजिकतामा भएर कुरा गर्दै हुनुहुन्छ, अनन्तको जीवनको पानी चाहिँ मैले दिन्छु है भन्दाखेरि मलाई चाहियो प्रभु भन्छ। तर प्रभुले पहिला उसको पाप देखाउँदै हुनुहुन्छ क्या यहाँनिर चाहिँ। किन भन्दाखेरि पहिला मानिसले आफ्नो पाप कमी कमजोरलाई देखोस्, पश्चाताप गरोस्, उसमा भरोसा गरोस्, प्रभुलाई खोजोस् उसले भनेर। संसारमा धेरैलाई पाप मन पर्दैन देखिएको। प्रभु त ज्योति हुनुहुन्छ, प्रकाश हुनुहुन्छ, संसारलाई मन पर्दैन किनकि आफ्नो दुष्टताको कामहरू देखिन्छ भनेर इन्कार गर्छ। तर जो उहाँको प्रकाशमा आउँछ ताकि उसको दुष्टताको कुराहरू देखियोस्, ताकि पश्चाताप गरेर प्रभुमा विश्वास गर्न सकोस् भन्ने मान्छे मात्रै उहाँ कहाँ आउँछ र बाँच्छ। प्रभुले पाप लुकाउनु हुँदैन, बेइज्जत गर्नु हुँदैन, पापीको शर्ममा पार्नु हुँदैन, तर पाप चाहिँ प्रकट गरिदिनुहुन्छ। हिब्रूको अध्याय 4:12ले पनि त्यही भन्छ होइन, दुई धारे तरवाल भन्दा पनि लाग्ने हुन्छ वचन, हड्डी मासु सबै काटछेड गर्ने, छेरपार गर्ने हुन्छ भन्छ नि त। किन? निको पार्नलाई, जाति पार्नलाई, हामीलाई सन्तुष्ट पार्नलाई, देखाउनको लागि, प्रभु भनेर चिन्नको लागि, बाँच्नको लागि। प्रभुको नजिक भएको मान्छेले आफ्नो दुष्टता र कमजोरी पनि देखेको हुन्छ, ताकि आफ्नो कमजोरीबाट पापबाट पश्चाताप गरेर प्रभुमा भर परोस् भनेर। पाप लुकाउनु राम्रो होइन, बरु स्वीकार गर्नु राम्रो हो, पश्चाताप गर्नु राम्रो हो। त्यो त स्वतन्त्रता हो। प्रभुले पाप देखाइदिनुहुन्छ। जाऊ तिम्रो पति बोलाएर लिएर आऊ यहाँनिर। अनि कतिले चाहिँ यसलाई कल्चरल म्यासेज बनाउँछ, मोटिभेसनको कुराहरू गर्छ। किन भन्दाखेरि त्यतिखेर यहुदीहरूको कल्चरमा चाहिँ केटा मान्छेले एक्लैले केटीलाई भेट्नु हुँदैन थियो। अनि केटीलाई भेटेर कसैले केही दियो भने चाहिँ उसले त्यो केटीलाई ललाइ फकाइ गर्दैछ भन्ने दोष लगाइदिन्थ्यो भन्छ। तर उहाँ त परमेश्वर हो, जसले उसलाई बनाएको, मानिसको स्वरूपमा सृष्टि भएको थियो, उसको मालिक हो। मालिकले आज हामीलाई बचाउनको लागि हामीलाई जहाँ पनि भेट्न सक्नुहुन्छ। आज संस्कृति ठुलो थियो भने पहिला प्रभु येशू ख्रीष्टको 5-6 पदमा भेट्नै जानु हुँदैन थियो, सायद चेला लगेर जानुहुन्थ्यो होला। संस्कृति, परम्परा, रीतिरिवाज, धर्म कर्मका खोलभन्दा सुसमाचार धेरै ठुलो कुरा हो। प्रभु भेट्नुहुन्छ, भन्नुहुन्छ तिम्रो पतिलाई बोलाएर लिएर आइजाऊ। अनि भन्छ उसले मेरो पति छैनन्। र येशूले भन्नुभयो मेरो पति छैन भनेर तिमीले ठिकै भन्यौ, किनभने पति त तिम्रा 5 जना भइसकेका छन्, अनि जो अहिले तिमीसँग छन् तिनी पनि तिम्रा पति होइनन्। तिमीले यो पनि साँच्चै भनेको। अनि त्यस स्त्रीले भन्छ हजुर तपाईँ भविष्यवक्ता हुनुहुन्छ भने म थाहा पाउँछु है अहिले। अनि फेरि हेर्नुहोस् है, संसारको चलन चाहिँ एउटा, परमेश्वरले पाप मन पराउनु हुँदैन, पाप देखाइदिनुहुन्छ, पाप प्रकट गरिदिनुहुन्छ। तर संसारको मान्छेले आफूलाई यति छिटो डिफेन्ड गर्छ, फेरि जसै यो दिदीले डिफेन्ड गर्दैछ, मेरो पुर्खा मलाई थाहा छ हौ, म कहाँबाट आएको, अगमवक्ता आउनुहुन्छ भन्ने मलाई थाहा छ, मलाई वचन थाहा छ भनेको, मैले विश्वास गरेको छु हौ प्रभुमा, जीवन छ, मैले बुझेको छु हौ प्रभुलाई, उद्धार र मुक्ति पाएको छु भन्ने। र पनि दिदो अन्धो छ, हराइरहेछ। पुर्खाको कुरा गर्छ, पिताको कुरा गर्छ, तपाईँ मुक्ति के अरे तपाईँ अगमवक्ता रहेछ नि भनेर थाहा पाएको कुरा पनि गर्छ, र पनि दिदी हराइरहेछ। संसारमा पनि यस्तो हुन्छ मान्छेहरूले, जब वचनले पाप देखाइदिन्छ नि हामीलाई रिस उठ्छ। मेरो सम्बन्ध कस्तो छ तिमीलाई के थाहा छ हौ, म प्रभुमा बाँचेको छु, म कस्तो छु मलाई थाहा छ कि प्रभुलाई थाहा छ। बाँचेको मान्छेको फल देखिन्छ। फेरि यो कुराबाट हामी पछि हट्नु हुँदैन। परिवर्तनको कुराहरू देखिन्छन् फेरि बाँचेको मान्छेमा, ढिलै होला, तर प्रभुले पाप चाहिँ प्रकट गर्नुहुन्छ। दिदीले गफ लाउँछन्, संसारमा पनि यस्तै हो। मैले चिनेको छु येशूलाई, बाइबल बोक्छु, म घरमा बाइबल छ, गाडीमा पनि राख्छु, क्रस पनि झुन्डाउँछु, वचन लेखेको कपडा पनि लाउँछु। घमण्ड हो मान्छेको, तर पनि दिदी हराइराखेको छ। अनि फेरि हेर्नुहोस् है, दिदीले अघि पिता पुर्खाबाट आफूलाई डिफेन्ड गर्दै 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 आएको, मैले तपाईँलाई चिने, तपाईँ अगमवक्ता हो कि क्या हो मलाई थाहा भए पनि भन्छ। सिधा कुरा छ। अब कहाँ गर्छ भन्दाखेरि नि दिदीले आफूलाई डिफेन्स गरेको वर्सिपको कुरा गर्छ। अब यहाँनिर हेर्नुहोस्, यहाँनिर मान्छेले नजानेर पनि जानेको छु भनेर पनि गलत आराधना गरिराखेको हुँदो रहेछ है मान्छेले।
सुन्नुहोस् यहाँनिर हाम्रा पिता पुर्खाहरूले यस पहाडमा उपासना गरे, आराधना गरे, तर तपाईँहरू भन्नुहुन्छ यरुशलेम त्यो ठाउँ हो जहाँ मानिसहरूले आराधना गर्नुपर्छ। लडाइँ चाहिँ आराधनामा हुन्छ के? साँचो आराधना चाहिँ के हो त? साँचो परमेश्वर को हुनुहुन्छ? साँचो उद्धार र मुक्तिको शिक्षा के हो? साँचो विश्वास के हो? गलतै छ भने त यस्तै हो, हामीले आफूलाई डिफेन्ड गर्ने हो। मैले बाइबल चिनेको छु है, मैले विश्वास गरेको छु है, मलाई त्यो पास्टरले बचाएको है, त्यो पास्टरले बचाएको है, भरे प्रभु त मिस गरिरहेछ। अनि दिदीले धाक लाउँदै 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 भन्दै 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 आउँदाखेरि जति दिदीको पाप प्रकट गरिदिनुहुन्छ परमेश्वरले, गर्दा त अब तपाईँहरूले त्यहाँ गर्छ कि हामीले चाहिँ आराधना यहाँ गर्छ नि? तपाईँले मलाई परमेश्वर नचिनेको भनेको, हामीले पनि साँच्चै आराधना गर्छौँ यहाँनिर भनेर गफ त दिइ पो हाल्छ त पाप प्रकट भएपछि। तर प्रभुले भन्नुहुन्छ, हे नारी विश्वास गर, समय आउँछ जुन समय अब त्यो बेला यता त्यता होइन, अब आराधना गर्ने भनेको त्यो पहाड यो पहाडमा होइन, न त यरुशलेममा हो पिताको उपासना के अरे न त यस पहाडमा न त यरुशलेममा पिताको उपासना गर्नेछौ। तिमीहरू जसलाई चिन्दैनौ उहाँको उपासना गर्छौ। नाम त लियौ तिमीहरूले, यो गर्छु त्यो गर्छु, याकुबको पुर्खाको वचन जानेको छु भन्ने गफ त लायौ तिमीले। तर त्यही परमेश्वर अघि भएर बोलिराखेको छु, तिमीलाई सिकाउँदैछु, तिमीले चिन्दैनौ, जान्दैनौ, तिमीहरूले चिन्दैनौ, उपासना चाहिँ गर्छु भन्छौ। तर हामी यहुदीहरू जसलाई चिन्दछौ उहाँकै उपासना गर्दछौँ, किनकि मुक्ति चाहिँ यहुदीहरूबाट आउँछ। यहुदाको वंशबाट, दाउदको वंशबाट मुक्तिदाता आउनुहुनेछ। त्यो मुक्तिदाता ल्याउने परमेश्वर चाहिँ साँचो परमेश्वर हो भनेर हामीले चिन्छौँ, थाहा पाउँछौँ भन्नुहुन्छ। प्रभु येशू ख्रीष्ट यहुदी नै हो नि, फेरि मुक्ति चाहिँ यहुदीहरूबाटै आएको हो फेरि। तर यहुदी फेरि हामी सबैभन्दा एकदम असल र राम्रो भन्ने पनि होइन फेरि, प्रभुको योजना हो। सुन्नुहोस् है, अनि अब यो ठाउँ त्यो ठाउँ यहाँ त्यहाँ होइन, तर त्यो समय आउँछ जुन समय अहिले नै हो। प्रभु चिन्ने, बाँच्ने, उद्धार, मुक्ति, साँचो आराधना समय अहिले हो। जुन घडी साँचो उपासकहरूले पिताको उपासना आत्मा र सत्यतामा गर्नेछन्। अब यरुशलेम, यहुदिया, सामरिया, यो देउता त्यो देउता, मैले यस्तो जानेको छु, मैले त्यस्तो जानेको छु, त्यस्तो होइन। अब मानिसले आफ्नो पापबाट पश्चाताप गरेर मुक्तिदातालाई चिनेर अब साँचो आराधना गर्ने सेवा हो यो। अब समय हो अब यो। अनि त्यो उपासकहरू, आराधकहरू रीतिरिवाज, धर्म, कर्म, संस्कृति, परम्परा, मानिसले देखाएको कुराहरू भर पर्दैनन्। उनीहरू पापबाट पश्चाताप गरेर साँचो गरेर परमेश्वरलाई चिनेर उनीहरूले आत्मा र सत्यतामा ख्रीष्टको वचन मुताबिक पवित्र आत्माद्वारा बचाइएका साँचो आराधना गर्छन् अब यी मानिसहरूले। किनकि उहाँको उपासना गर्नलाई पिताले यस्तैहरूलाई खोज्नुहुन्छ। धर्म र कर्मको खोल बोकेर म फारिसी हुँ भन्ने मान्छे खोजेको होइन, परमेश्वर चिनेको छु भन्ने, पिता पुर्खाको धाक लाउने, संसारको पानीबाट चाहिँ कति पियो तर भित्र नाङ्गो बुङ्गो भएर हिँड्ने पनि होइन। तर वचनले पाप देखाउँदा, परमेश्वरले आज हाम्रो पाप प्रकट गरिदिँदा हामी पापी रहेछौँ, म बाँच्नु सक्दिनँ रहेछ, मलाई उद्धार र मुक्तिको खाँचो रहेछ, प्रभु मलाई बचाउनुहोस् भनेर पश्चाताप गर्ने, प्रभुमा भरोसा गर्ने, आत्मा र सत्यतामा आराधना गर्ने आराधक परमेश्वर पिताले खोज्नु भएको हो। यो मानिसलाई परमेश्वरले अनन्तको जीवनको पानी दिएको हुन्छ। यो मानिसको सन्तुष्टता प्रभुमा हुन्छ, थोकमा होइन। कहिले यो कुवा, कहिले त्यो कुवा, कहिले यो कुवा, कहिले आँखाको कुवा, कहिले अभिलाषाको कुवा, कहिले मुखको कुवा, कहिले घिन लाग्ने कुवा के खोजी हिँड्दैन यो मानिसहरू। यो मानिसको आत्मा बाँचेको हुन्छ, सत्यतालाई प्रेम गर्छन् यी मानिसले। यस्तो आराधक चाहिँ परमेश्वरले खोजेको। ख्रीष्टले हाम्रो पाप देखाइदिनुहुन्छ, मेटाइदिनुहुन्छ उहाँले। तर हामीलाई शर्ममा, बेइज्जतमा पार्ने काम चाहिँ गर्नु हुँदैन। परमेश्वर आत्मा हुनुहुन्छ अनि उहाँको उपासना गर्नेहरूले आत्मामा सत्यतामा उपासना गर्नु पर्दछ। सत्यता बिनाको आराधना जतिसुकै गरे पनि यही सामरीको दिदीले भनेको जस्तै हो। हामीले पनि आराधना गर्छौँ है प्रभु भनेको क्या।
आराधनामा सत्यता हुनै पर्छ, वचन हुनै पर्छ, आराधना वचन अनुसार हुनै पर्छ। हाम्रो आराधनाको जीवन वचन अनुसार हुनै पर्छ। वचन चाहिँ मन नपर्ने, वचनले चाहिँ मलाई घोच्छ भन्ने, वचन चाहिँ इन्कार गर्ने, वचन चाहिँ व्यवस्था गर्ने, म क्रिस्चियन हो भने मुखे हो त्यो, धर्म कर्मको खोल मात्रै ओढेको हो त्यो। तर सुसमाचार धर्म कर्म रीतिरिवाजभन्दा धेरै ठुलो र आशिषको कुरा छ। वचन, सत्यता र आत्मा है, सत्यता, वचन र पवित्र आत्मा, यो कुराहरूलाई चाहिँ हामीले आफ्नो आराधनाको जीवनबाट चाहिँ कहिले पनि अलग गर्नु हुँदैन। हाम्रो जीवनै आराधनाको जीवन हो र सत्यतामा रहेको, ख्रिस्टमा रहेको, ख्रिस्टको वचनले सिकाए अनुसार। जसले वचनलाई इन्कार गर्छ, जतिसुकै चिज चाहे पनि कराए पनि त्यो आराधना कहिले यसोमा पुग्दैन। हेर्नुहोस्, दुःख लाग्ने कुरा हो, दिस इज फ्याक्ट। नेपाली मण्डलीमा, क्रिस्चियन अहिले अमेरिकन मण्डलीहरू देखेको कुरा यही हो। जतिसुकै म्युजिक बजाऊ, जतिसुकै लाइट लगाऊ कि, जतिसुकै ड्रम सेट गिटार हान्दा पनि हुन्छ, जतिसुकै चिच्याउँदाखेरि जागृति आयो भनेर जतिसुकै नाचे पनि हुन्छ। तर यदि आराधना र आराधकको जीवन पवित्र आत्माद्वारा बाँचेको छैन, प्रभु को भन्ने कुरा चिनेको छैन, शिक्षा गलत छन्, सत्यताभन्दा टाढा छ भने सबै उही कि त फारेसी कि त सामरी जस्तै हो। गफ चाहिँ लाउने, साँचो गरे चाहिँ नचिनेको। अनि त्यस स्त्रीले भन्छ, मलाई थाहा छ, देख्नुहोस् त, पिता पुर्खा अगमवक्ता हो तपाईँ भन्ने थाहा छ। पाप प्रकट हुँदै गर्दाखेरि हामीले पनि आराधना गर्छौँ साँचो यो डाँडामा। भले अर्कै भगवानको मूर्ति बनाइसक्यो डाँडामा होइन, तर पनि गफ चलाउँछ, मैले पनि आराधना गर्छु है। आज पनि मान्छेले गफ यस्तै लाउँछ, तर केही न केहीको कुराको आराधना चाहिँ गरिरहेछ क्या। तर प्रभुमा चाहिँ फर्किनु पर्यो साँचो आराधना गर्ने हो भने। अनि अब आराधनामा जब लडाइँ हुन्छ, आराधनामा जब आम्ने सामने हुन्छ, दिदीले भन्छन् मलाई थाहा छ समय आउँछ कि मुक्तिदाता आउनुहुनेछ। अस्ति हामीले व्यवस्थाको 15-18 पद पढ्दै थियौँ, मुसाले भनेको कुराहरू होइन। यो दिदीलाई पनि थाहा रहेछ। फेरि भन्छ आराधनाको विषयमा आम्ने सामने भएपछि अब भन्छ हामीलाई थाहा छ हौ प्रभु, मलाई थाहा छ मसीह आउनुहुन्छ जो ख्रिस्ट भनिनुहुन्छ। जब उहाँ आउनुहुन्छ तब उहाँले हामीलाई सबै कुरा बताइदिनुहुन्छ। तिमीले मलाई सिकाउनु पर्दैन हौ, मैले त तिमीलाई पानी पो देऊ भनेको त तिमीले मेरो पाप देखाइबस्छौ यहाँ। कहाँ राम्रो लाग्छ त होइन पाप देखिँदाखेरि त। अब तिमीले त्यो पानी पनि दिनु पर्दैन हौ मलाई। हाम्रो उता मोसाले भनेको कि मसीह आउनुहुन्छ मुक्तिदाता, उहाँले सबै कुरा भनिदिनुहुन्छ भन्छ। अनि यतिखेर प्रभुले भन्नुहुन्छ तिमीसँग बोल्ने म उही हो। यसरी चाहिँ प्रभुले यो दिदीलाई आफू को हो भन्ने कुरा प्रकट गर्नुहुन्छ। सन्देश चाहिँ यो, धर्म कर्म संस्कृति रीतिरिवाज र परम्पराभन्दा धेरै ठुलो कुरा हो सुसमाचार। जुनसुकै जाति वेशभूषा र धर्म र संस्कृतिको मान्छेलाई पनि प्रभुले बचाउन सक्नुहुन्छ। ती बारहरू पार गरेर पनि प्रभुले बचाउनुहुन्छ। प्रभुको हात छोटो छैन र कमजोर पनि छैन। अर्को कुरा, प्रभुले हामीलाई जीवनको पानी दिनुहुन्छ, जीवित पानी, जुन पानीले हामी कहिले फेरि तिर्खाउँदैनौँ। सन्तुष्ट हुन्छौँ, हामी भरिन्छौँ। अर्को कुरा, प्रभुले हाम्रो पापको प्रकट गरिदिनुहुन्छ। वचनले हाम्रो पापको प्रकट गर्छ ताकि हामी खिन्नतामा, दोषमा, लाजमा, श्रममा नबाँचोस्, तर छुटकारा पाओस्, निको होस्, प्रभुमा सन्तुष्ट होस् भनेर। उद्धार र मुक्ति, छुटकारा के हो भन्ने कुरा बुझोस् भनेर। हाम्रो जीवनमा पनि प्रभुले त्यही काम गरिराख्नु भएको छ। उद्धार र मुक्ति, छुटकारा, शुद्धता, पवित्रतामा हिँडाउने काम। अनि अर्को कुरा, प्रभुले लाज र श्रममा पार्नको लागि होइन, तर आफ्नो पाप र कमजोरीबाट पश्चाताप गरेर, आफ्नो गल्तीलाई स्वीकारेर, मलाई उद्धार र मुक्तिको खाँचो छ, मलाई नयाँ जीवनको खाँचो छ, परिवर्तनको खाँचो छ,
यो मेरो धाकले, मेरो बुद्धिले, ज्ञानले हुने होइन, यो मेरो बलले हुँदैन, मैले जतिसुकै धाक लाए पनि। तर जब म गल्ती र कमजोरीको म पश्चाताप गर्छु, प्रभुमा आउँछु भने उहाँले मलाई निको पार्नुहुन्छ, जाति पार्नुहुन्छ। लाज, श्रम, बेइज्जत, गल्ती, खिन्नता, भुल, चुक, पाप सबै कुराबाट प्रभुले हामीलाई बचाउन सक्नुहुन्छ भनेर चाहिँ पाप प्रकट गरिदिनुहुन्छ। र जसले पश्चाताप गर्छ र जो उहाँ कहाँ आउँछ र विश्वास गर्छ, त्यो मानिसलाई उहाँ को हो भनेर पनि प्रकट गरिदिनुहुन्छ। अनि यसरी प्रकटीकरण भएको येशूलाई चिन्नु कति आशिषको कुरा हो। आज यो दिदीले जब यसरी येशू ख्रीष्टले आफूलाई यो दिदीलाई यसरी प्रकट गर्दै गर्दाखेरि, चिन्दै गर्दाखेरि, जसरी आज यो दिदीले चिन्यो, यो दिदी पुरा परिवर्तन भएको छ। यो दिदीमा लाज छैन, अब यो दिदीमा खिन्नता छैन, यो दिदीमा शर्म छैन, यो दिदीमा अहिले मानिसले के भनोस् भन्ने होइन। तर यो दिदी आज त्यो जीवित पानीले भरिएको, सन्तुष्ट भएको, प्रभुलाई चिनेको, खुसी भएको, परमेश्वरको आनन्द उसमा भएको आज हामीले देख्छौँ। जुन कुरा अर्को हप्ता तपाईँले वचनमा देख्नुहुनेछ। आज यसरी प्रकट भएको परमेश्वरलाई चिनेको दिदी गाउँमा गएर सबैलाई बोलाएर लिएर आउँछ। अघि हाम्रो दाइले पढ्दै हुनुहुन्थ्यो वचन, यहाँनिर यसरी भन्छ 29 मा, आओ एकजना मानिसलाई हेर जसले मैले जे गरेँ ती सबै कुरा मलाई भन्नुभयो, के उहाँ नै ख्रीष्ट हुनुहुन्न र? सबै थाहा रहेछ त। जीवनको लुकेको कुनाको कुराहरू सबै थाहा रहेछ। अचम्मको, उहाँ त ख्रीष्ट हुनुहुँदो रहेछ। अनि आज यसरी प्रभु येशू ख्रीष्ट आज हामीसँग प्रकट हुनु भएको छ भने हामीले पनि मानिसहरूलाई उहाँको बारेमा भन्नुपर्छ। सुसमाचार शक्तिशाली छ है। हेर्नुहोस्, परमेश्वरको हात छोटो छैन। परमेश्वरले मानिस जहाँ छ त्यही पनि भेट्नुहुन्छ, आउनेलाई स्वागत पनि गर्नुहुन्छ, प्रश्न पनि गर्न दिनुहुन्छ। उहाँ याकुब भन्दा पनि ठुलो हो, उहाँ मोसा भन्दा पनि ठुलो हो। फारिसीलाई पनि उहाँ चाहिन्छ, सामरीलाई पनि उहाँ चाहिन्छ, यहुदीलाई पनि उहाँ चाहिन्छ, अमेरिकनलाई पनि चाहिन्छ, नेपालीलाई पनि चाहिन्छ, सबैलाई चाहिन्छ। उहाँ सबैको परमेश्वर हो। संसारको कुवाबाट मान्छेले जतिसुकै पिउला तर छटपटेर हिँड्ला, तर ख्रीष्टमा जीवनको पानी भेटेको मान्छे अडिग हुन्छ। उसमा आनन्द हुन्छ, उसमा शान्ति हुन्छ। आमेन।